Hey guys, welcome back to my channel. अनि तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ अनि हजुरहरु के कस्तो हुनुहुन्छ कमेन्ट गर्नु अनि म पनि ठीक छु आराम छु हल्का गर्मी छ अनि सो अहिले चाहिँ दिउँसोको लगभग 2 चाहिँ बजिसक्यो अनि गर्मी छ नि त बाहिर धुम पानी त हल्का परिरहेको कि तर त्यही पनि गर्मी छ भित्र कोठामा चाहिँ गर्मी छ अनि म चाहिँ मिन्ट लेमोनेड बनाउँछु भन्ने सोचिरहेको छु मिन्ट त तलपट्टि छ त्यसलाई टिपेर लिएर आउँछु अनि त्यसपछि जुस बनाउँछु कस्तो हुन्छ के हुन्छ भिडियो अन्तिमसम्म हेर्नु अनि कस्तो हुन्छ मैले पनि त्यो जुस खाँदाखेरि चाहिँ त्यसको अनेस्ट रिभ्यू दिन्छु है त सो भिडियो चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेर्नु सो गाइस मैले मिन्ट चाहिँ ल्याइसकेँ अब यसलाई नेपालीमा भन्दा चाहिँ पुदिना सो यसलाई पुदिना भन्छ हैन अनि यो चाहिँ मैले लिएर आएर धोएर मैले टिक्क बनाइसकेँ अब यसलाई चाहिँ ग्राइन्ड गर्नुपर्ने हुन्छ मिक्सरमा ग्राइन्ड गर्छु अनि त्यसपछि जुस बनाउँछु तपाईँ हेर्दै गर्नु है त भिडियो अब यहाँ चाहिँ मिक्सरको जार छ अब यसमा चाहिँ म यो मिन्ट यो हालेर राख्छु अलिकति राख्ने अलिकति माथिपट्टिबाट म यति राखेँ हैन यति अनि यो चाहिँ आइस छैन क्या यो आइस क्युब बनाएन नि त अनि यो निकालेँ मैले अनि यो राखिदिएँ है त मैले अनि थोरै चिनी राखिदिनु चिनी त अब हजुरहरूले कस्तो खानुहुन्छ अनि त्यही अनुसार राख्दा हुन्छ म चाहिँ धेरै गुलियो खान्न अनि यति छ अब यसलाई ग्राइन्ड गरौँ है त अब चाहिँ म यो लेमन काटेर यसमा राख्छु यो लेमनको जुस यसमा राखिसकेपछि अनि त्यसपछि अहिले ग्राइन्ड गरेको त्यो मिन्टको पेस्ट राख्छु है त जुस बनाएर त्यसको रस पेस्ट पनि हुन्छ होला यति भयो यो यसको जुस यो रस चाहिँ अब यसमा त्यो ग्राइन्ड गरेको वाला मिक्स आर्टिस्ट तर यसमा चाहिँ हजुरहरूले बिरेनुन पनि राख्नुभयो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्यो खामै त कस्तो हुन्छ Thank you for watching guys अनि भिडियो के कस्तो भयो कमेन्ट गर्न नबिर्सिनु होला अनि
आउने दिनहरूमा चाहिँ तपाईँहरूलाई कस्तो कस्तो भिडियोहरू चाहिन्छ त्यो चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। अनि म चाहिँ त्यही अनुसार गर्ने ट्राई गर्छु। अनि राम्रो भए पनि नराम्रो भए पनि प्रतिक्रिया चाहिँ दिन नबिर्सिनु होला। अनि अर्को भिडियोमा भेट्ने बाचाका सहित आज चाहिँ बाई।